मलेसियामा चाहिँ जस्तो अब नेपाल तपाईहरु नेपाली रोजगारीमा जानुभयो हैन? मलेसियनले हेर्ने दृष्टिकोण कस्तो छ त विदेशीलाई? फरक छ दाइ। एकदमै हेपा प्रविधिले हुँ। अलिकति उहाँहरूले चाहिँ जज गर्ने गर्छन्। नेपालीहरूलाई खासै अब राम्रो मानिँदैन। जसरी हामी कोरिया जाँदै गर्दाखेरि कोरियामा गइसके पछाडि कोरियामा चाहिँ तपाईँको कहिले पनि नचिनेको मान्छेलाई अथवा नदेखेको मान्छेलाई एकदमै रेस्पेक्ट गर्छ नि। तर त्यहाँ चाहिँ एकदमै हेपा प्रविधि हैन। अब त्यो अलिकति त्यो किन भयो जस्तो लाग्छ तपाईको विचारमा? त्यो चाहिँ मलेसियामा मान्छे धेरै भएर हो कि विदेशी? होइन दाइ, यो उनीहरूको पहिलेको संस्कार त्यो हो कि कसो हो? तपाईले 7 वर्षको अनुभव 7 वर्षको एउटा बसाइमा लिनुभएको अनुभूति? त्यो चाहिँ संस्कारै हो दाइ। संस्कारै हो। हजुर। जस्तै मलेसियामा जति पनि मलेसियन नागरिकहरू छ उहाँहरूलाई चाहिँ संस्कार अलि नपुग्या हो कि हैन। तर मान्छे एजुकेटेड भन्दा पनि संस्कारिक हुनुपर्छ। एउटा फेरि बहुजाति बस्ने भएर हो कि? अब त्यहाँनिर चाइनिज पनि छ, मले पनि छ हैन? त्यहाँबाट अर्को तमिल के भन्ने हुँदछ नि हैन? नेपालीलाई हेप्ने त अर्कै फेरि विदेशीलाई कुटपिट गर्ने, चोर्ने त अर्कै फेरि अरू त्यहाँ कुटपिट गर्ने, नराम्रो क्रियाकलाप गर्ने त अर्कै फेरि अर्कै हुँदो रहेछ हैन? हो दाइ। त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भने मलेसियामा मलेसियन नागरिकले उनीहरू आफ्नो देशकोलाई त राम्रै गर्छ, सम्मानै गर्छ होला। आफ्नो देशमा देशको नागरिकसँग गर्ने व्यवहार र अरू देशमा पनि तपाईको अब जस्तै अलिकति अलि विकसित देश भनौँ जस्तै कोरिया, अब चाइना, अमेरिका यी देशको मान्छेलाई भन्दा पनि अब यो हामी अलि नेपालीहरू गरिब राष्ट्रबाट जानेलाई चाहिँ उनीहरूले आफ्नो त्यो व्यवहार त्यस्तो खालको व्यवहार चाहिँ देखाउँछ जस्तो लाग्छ।